Morning everyone. Namaste Gurle. मेरो नाम सन्जना हो म सन्चै छु अनि हजुरहरु सन्चै हुनुहुन्छ म चाहिँ अहिले मेरो आज चाहिँ 4 डे ब्लग हो आज पनि 3 दिन पहिला आज चाहिँ हिजो अस्ति त्यो भन्दा हिजो म चाहिँ 3 दिनको ब्लग चाहिँ अलरेडी हालिसकेको छु त्यो ब्लग देख्नु भयो भने त्यो ब्लग हेर्दैन होला अनि आज चाहिँ 9 अझै 7 बजिरहेको छ यिनीहरू पनि उठेरहेछ त म यिनीहरूलाई अहिले जानु नै दिँदैन जस्तो अहिले गयो भने एकदम पाप्ने शैतान भन्ने गर्छ मजाको घाम पनि लाग्यो भर्खर सनराइज भएको दिदी यहाँ छ चेली चाहिँ सायद भित्र होला यहाँ कोठाभित्र अनि म चाहिँ यहाँ माथि किन आएको भन्दा म चाहिँ यहाँ कपडा सुकाउन आएको छतमा म चाहिँ कपडा धोएर नि भ्याइसकेँ र आज चाहिँ मेरो घरमा पाहुना आउँदै हुनुहुन्छ पाहुनाहरू आउँदै हुनुहुन्छ र को आउँदै हुनुहुन्छ भनेर चाहिँ आल्टेरी गाइज त्यस्तो उहाँहरूको धेरै त गराउँदैन होला ब्लग मलाई चाहिँ एकदम अप्ठ्यारो लाग्छ तर म आज के गरेँ कता गएँ त्यो चाहिँ त्योहरू चाहिँ म सबै बताउँछु अनि आज नि मौसम खुल्ला छैन बिहानको 7 बजे पनि के भएको होला पोखरामा के भएको होला यही हो मौसम क्लियर छ यहाँ घाम मजाले लागेको छ देख्न सक्नुहुन्छ पछाडि यो पछाडि मौसम चाहिँ आउँदै यस्तो कस्तो हिमाल देखिन्छ कि कहिले होला मैले देखाउने हजुरहरूलाई हिमाल देखाउन नपाउँदै जाने हो म चाहिँ कतै जाँदैछु अनि यो चाहिँ कतै गएको भ्लग चाहिँ म पोछिहाल्छु र कता जाँदैछु भन्ने भ्लग पनि पोछिहाल्छु है आजलाई चाहिँ जे गर्छु त्यो सबै देखाइराख्छु यति नै हो अनि हिजोको भ्लगमा नि कति हिजो चाहिँ 2टा भ्यू आएको थियो एउटा चाहिँ मेरो एउटा चाहिँ अरूले हेरिदिनु भएको थियो उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद अरू भ्लग नि हेरिदिनु होला मेरो सिनेमेटिक्स देखाउनुहुन्थ्यो तर पछाडि ब्याकग्राउन्डमा के गरेँ के भन्छ त्यसलाई सङहरू हाल्नै आएन मलाई त्यो चाहिँ म पछि सिकेर नै गर्छु म चाहिँ सिनेमेटिक खतरा खिच्छु नि फेरि साँच्चै भनेको ल अहिले पछि भेटौँ ल म टन्नै खानाहरू बनाउन नानीलाई स्कुल पुऱ्याउन अनि बाहिर नि जानु आज दिसभरिको ब्लग चाहिँ एक्साइटेड हुन्छ होला खासै एक्साइटेड भन्दा नि म देखाउँछु हजुरलाई के गर्छु मेरो पाहुनाहरू चाहिँ बाटो नचिनेर मेरो बल्ल फर्स्ट टाइम आउनु भएको थियो कि अनि बाटो नचिनेर चाहिँ खास यहाँबाट यता माथि चढ्नु पर्ने उहाँहरू त उतातिर पुग्दै रहेछ फर्किँदै भर्खर फोन गरे कता गएँ एकजना चाहिँ त्यहाँ उता गयो एकजना चाहिँ ऊ त्यहाँ हो त्यहाँ पुरै बसेछ तिनीलाई फेरि पुलिसले चेकिङ गरेको रहेछ त्यही भएर छुटेको यिनीहरू चाहिँ मेरो दाइ भाउजू भदैनीहरू 2टा दाइ 2टा भाउजू 2टा भदैनी मलाई भेट्नु आएको हेलो गाइस अब चाहिँ हामी खाना खाएर बाहिर निस्किन्छौँ अब चाहिँ हामी बजार घुम्न जाँदैछौँ हामी चाहिँ उसमा जम्पिङ गर्ने ठाउँमा हिँड्दैछौँ हजुरहरू कता हिँड्नु भएको होला कमेन्ट गर्नुस् होला कमेन्ट गर्नुस् लाइक सब्स्क्राइब गरिदिनुस् बाइ बाइ हामी चाहिँ अब नानीलाई पिकअप गरेर चाहिँ माथि दिदीको घरमा गएर चाहिँ त्यहाँबाट चाहिँ बाहिर निस्किन्छौँ यति नै हो अब उतै गएर देखाउँछु के हुन्छ है सायद हामी जम्पमा जान्छौँ होला
बाई कि बाई भन्ने अनि भर्खरै भेटिहाल्छु म चाहिँ माथिबाट नि ब्लग गर्छु हामी चाहिँ भर्खर आइपुग्यौँ दिदीको घर यो चाहिँ मेरो दिदीको घर यो चाहिँ मेरो दिदीको घर हो हामी चाहिँ नानी चाहिँ लिएर आयौँ दुईटा बधाई मेरो छोरी दाई भाउजू हामी चाहिँ एकछिन भित्र गएर बस्छौँ हिँड्नु के हाँस्नु भयो मैले अपलोड गरिदिन्छु भित्र हिँड्नु हिँड्नु न ल किन अर्काको मोबाइल अर्काको बुढाले किनिदिनु भएको मोबाइल तेरो बाबु हेलो जैनु हाउ आर यु कस्तो भयो एक्जाम आज लास्ट डे भेरी गुड उजाइ डिस्ट्रिक्ट टपर है कास्की डिस्ट्रिक्ट टपर हामी त यहाँ जम्प आइसक्यो हामी यहाँ चाहिँ त्यहाँ चाहिँ कति भिड रहेछ के अरे त्यो त कहीँ हो त्यो त वाफी पाउने हो क्या हो अहिले चाहिँ टाइम कति भयो भने अहिले चाहिँ टाइम चाहिँ 4 बजे रहेछ कहाँ हिँड्नुभएको ल ल बाई कसलाई भेट्ने हिँडेको मसला ब्रेड मेरो नानीले देख्यो भने मलाई यहीँ फोडिदिन्छ यो वाफी वन्डरल्यान्ड आइसकेको चाहिँ यस्तो राम्रो छ नि तर अहिले ट्राई गर्नु होला गऱ्यो भने जम्प यो चाहिँ मेरो फर्स्ट टाइम है लेट्स सी के हुन्छ भित्र गएर पास लिन्छ के भयो के रहेछ र सक्स लाउनु कम्पलसरी छ र रोक्नु न देखाउ त यो सक्स लाउने हेर्छु के भयो ए कति रहेछ खोइ सोमी 3 फिट रहेछ मेरो नानी दिदी चाहिँ जाऊ त अर्को भएको यहाँ चाहिँ एउटा बेबीको चाहिँ एउटा बच्चाको चाहिँ एउटा प्यारेन्ट्स हामी पनि हामी जानु पाउँछ कि नानी हामी खेल्नु पाउँछ कि नै बहिनी मिल्दैन यतिकै मात्र हेर्नु पर्छ खत्रै सो खेल्न चाहिँ नपाउनु तर हेर्न चाहिँ यतिकै खेल्नुको मौसम यतिकै पाउँछ आउ न भिडियो गर न है भिडियो गर न
अहिले जिप लाइनर जस्तो गरिराख कस्तो हुन्छ हेर भाइ भाइ हामी जान पाउँछ कि नै हामी पाउँछौँ नै यो खेल लगे कस्तो हरामी हेर्छ भाइ त लास्टै हरामी हेर्छ उता गएर रहेछ हरामी रहेछ हेर मैले को कस्तो हरामी आइसकेछ अझै नाको फोटो राख होला उसको बिहा हो त्यो हुन्छ उस्तो त्यो हुन्छ देखेको चाहिँ नखानु है के सम्झाउने हो भाइ हरामी भनेको रिसायो क्या हो मजाक गरेको नि ए ल ल भाइ चाहिँ हरामी भनेको रिसाइदिएछ मजाक गर्दा नि ठिकै छ आऊ यहाँ जम्प गर्नु यता आउने त यहाँ निस्केर आऊ न जन्मिन पर्ने त अहिले अहिले हेर्छ कि जन्मिन पर्ने खोइ मेरो नानी खोज्दै छ त्यसले रमाइलो भयो हामी चाहिँ थाकेर बस्छौँ यहाँ एकदम धेरै थाक्यौँ त्यही जम्पिङ गर्दा यताउता गर्दाखेरि कस्तो भयो तिम्रो कस्तो भयो राम्रो भयो ए पसिनै पसिना भएको जाऊ खेल अझै टाइम त कति टाइम छ हाम्रो आधी घन्टा के गर्ने अब अझै पाउँदो रहेछ दिनुलाई हामीलाई त थाहै थिएन त पुच्चु पनि आयो त ए भुन्टी हेलो हेलो हाई ए नाइ पनि नगरेको हाई कुर्ता लाग्यो टप्स लाग्यो उसले त हाम्रा पालामा भएन अब आफ्नो बच्चाहरूको छोराछोरीको पालामा हेर्दै बसिन्छ होला कुर्दै बसिन्छ होला आफू खेल्न नपाए नि खेल्न त पाउँथ्यो किन उस गर्ने हो र भन्ने आई छोडा छोडा डरायो ए भागिसक्यो नै अरू त केही नि खेल्नै मानेन उता नि खेल न बेबी ए कुहिरेको छोरी हेर कति मजाले खेलेको पुरा असुल गरे न असुल पैसा असुल के भयो बुढालाई छोडेर आयो क्या पनि राख्ने त अति के आज लाग्दै त अघि
हेर्नु किन हाँसेको होला कति धेरै फेरि खेलेको यो अहिले डरायो गऱ्यो नि त्यसले फेरि अझै खेलौँ गरेको अघि त होइन यहाँ दजाम भन्नेमा पैसा नभए मलाई तर्छ खाली खुट्टा होला आफ्नो माइतीले चाहिँ माथिदेखि खानु भने हेर नै कस्तो रिएक्सन हुन्छ उसको मेरो नानीको चाहिँ सुस्त झरेको के सुस्त झर्यो सुस्त झर्यो अझै आस्ते हेर्नु न कति बाँकी सुस्त झरेको के चढ्नु गयो कि त्यो टुरिस्टको मिजालाई आऊ साथी गरे सिजाले उता डराउँछ होला लोस नि हाल्नु ओस नि आजकल त्यो ओस नि है यो मिका सँगै नआउ के एक जना आउ भन सुनाउनु न सिसा से आउनु न त्यति पनि छिटो आए भए आउनु न भए म त प्यारेन्ट्सहरूलाई नि एकदम रमाइलो पर टिकट चाहिँ एउटा बच्चाको चाहिँ एउटा प्यारेन्ट्स चाहिँ आउनु पाउने रहेछ सो भिजिट गर्दा नि हुन्छ एकदम रमाइलो छ अनि हामी चाहिँ एकदम रमाइलो गऱ्यौँ है आऊ खेल मतलबै गरे होइन एकचोटि नि बोले होइन कि ऊ अघिदेखि ताली ताली अब चाहिँ हाम्रो चाहिँ टाइम सकिन लाग्यो होला सायद खासै धेरै टाइम छैन होला यहाँ चाहिँ साँझमा आउनु पनि छुट्टै मजा छ के हेर्नु लुक एट दिस द जम्प प्ले स्टेसन मिनी सो अनि मिनी मार्ट भाइब नै छुट्टै हो कि इन्भाइरोमेन्ट नै छुट्टै हो हाम्रो ग्रुप चाहिँ यहाँ हुन्छ ग्रुप दुईजना हराउनु भयो हामी यहाँ छौँ मेरो नानी अझै नै जम्पभित्रै छ तिम्रो इलेक्ट्रिक साइकल इलेक्ट्रिक साइकल त्यसलाई किन ल्याउने होइन दुःख दिन्छ अहिले
होइन के दुख गरेको खेलाउनु गइदियो भने सबै त्यहाँ चित्त बजा भयो ती यहाँ तिम्रो आइसक्रिम आऊ पहिला भ्याउ न अनि लग्यो त्यो भ्याउ त अनि दिन्छु घर जाने हो त जम्पदेखि चाहिँ हामी चाहिँ दिदी भेडाको घर गयो त्यहाँबाट चाहिँ निस्केर अहिले चाहिँ यहाँ बाहिर खाएर न फ्रिडममा को चाहिँ साइडमै रहेछ अब हेरौँ खाना कस्तो आउँछ सबै यहीँ छन् अब सबै यहीँ छन् अघि चाहिँ मैले खासै भ्लग गर्न पाएन बाहिर चाहिँ यस्तो अप्ठ्यारो लाग्यो त्यही भएर हेलो हेलो भन्थ्यो गाइजहरू खाजा खाना आएको हो राम्रो ठाउँ छ त्यहाँ अघि क्यारम बोर्ड खेलेको हामी स्नुकर भन नि सानो स्नुकर खेलेको हजुर खेल्यो भने आउनुहोस् है के मजा लाग्छ लेकहरूको भ्यू चाहिँ यस्तो अब चाहिँ अँध्यारो नै भइसक्यो तिमीहरू बिहा नहुँदै आएको होला बिहा भएर आमा दुईचोटि आज लगाउन चाहिँ ढिलो हुन्छ होला घर गएर नि एडिट गरेर हाल्नुपर्छ कहिले किनिदिएको यो त खोल्ने हुन्न होला है यो चाहिँ मिनिस्ट्रीबाट लिएको होइन र कि मसला ब्रिड मसला ब्रिडबाट कस्तो क्युट ढाँटेर बोलाउनु भयो किन ढाँट्ने किन ढाँटेला भन्नु त कस्तो कुरा गर्छ अनि आउने भनेको आइज बन्ने भन्नु न हजुरले कस्तो राम्रै आँखा मेरो दाजु त्यस्तै होइन कि पटेको हो कि नाइ ल भन्नु त कति राम्रो कम थिएन नि त बाउ खाएर पो होला चिरनी भएको मेरो दाजु फेरि त्यो हो क्या मेरो दाजु नि सलमान खान भन्दा कम छैन अर्को दाजु नै साग पनि खानुपर्छ साग धन्न साग तर यहाँ चाहिँ एक्सपेन्सिभ भयो नि चाहिँ खाना चाहिँ होइन पोर्सन नै धेरै नै है त्यतिकै खाएको अनि होला कस्तो लाग्यो मोमो है मोमो मिठो ए त्यो चाहिँ होइन है महँगो भएको सबै कुरा दामी 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 हजुर कस्तो भयो त नियमी दिदी मिठो भयो अब हामी चाहिँ खाएर फर्केको अगाउनु भयो होला फेरि मेरो नानीले चाहिँ टोइलेट गऱ्यो है यहाँ आएर दाइले चाहिँ त्यही भन्नुभएको मजाक है तर होइन साँच्चै नै मैले टोइलेट गरेको कस्तो ब्लगमै धोइदे भन्नुभयो त्यही भएर चाहिँ मैले चाहिँ एक्सप्लेनेसन दिएको पप्पीलाई दिएँ हजुर कस्तो हुनुहुन्थ्यो कि दानी ऊ त्यो पप्पीलाई दिनुभयो हेलो पप्पी कस्तो क्युट के अले 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 बाई गुड नाइट भन अब चाहिँ हामी चाहिँ मेरो रुममा जान्छौँ अनि त्यहाँबाट अलिअलि भएको सामान चाहिँ लिएर चाहिँ भाउजूको घर जान्छौँ आज चाहिँ त्यो नाइट स्टे हुन्छ ल हामी चाहिँ उतै गएर भेट्छौँ अनि हामी चाहिँ घर आइसक्यौँ अब यहाँ चाहिँ सामान लिएर चाहिँ अब भाउजूको घर जाने हो अब त्यही हो आजलाई चाहिँ यति नै ब्लग थ्याङ्क यू सो मच गाइजहरू जसले हेरिदिनु भयो लाइक गरिदिनु सेयर गरिदिनु अनि सब्सक्राइब पनि गरिदिनु